त ऊ हो क्या यो बाबियो होइन बाबियो होइन कि होइन बाबा बियो होइन होइन काँच्ने होइन यो अर्कै घाँस हो कि छ होला यो भित्र सुन सुन तामा हिरा मोती सबै होला यहाँ खोताल खोताल पानी भन्थ्यो यार देखिन त त्यस्तो पर अघि भएर जमाल बुढो त लगाइदिहाल्नु पर्छ नि त सबै पारिजात थियो कि रातमा टल्किने हो र त्यो पारिजात हो यो है यो पुरै बोटाएर पुरै पारिजात सब पारिजात माइला फर्स्ट टाइम हो कि सेकेन्ड टाइम फर्स्ट टाइम हो कि जङ्गल बोटेको तिमी सेकेन्ड टाइम हेरेको ईश्वर भाइ र म ईश्वर भाइ काम पऱ्यो भनेर गाडीतिर हिँडेँ अब गर्मीको सिजनमा आएको 2-3 बजीतिर त अब फेरि हावाहुरी पानी आउँछ यहाँ आएर एकछिन बस्दा उनीको जान लाग्यो मुसलधारे पानी पऱ्यो फेरि यहाँभित्र बस्यौँ बिदा भयो तल तल पुग्यो पानीसँग रोइन्छ फेरि यो तरबार पुरानो सबै भत्केको कस्तो दामी यार है यो त पिस्टु खेल्ने र के के खोइ त्यस्तै छ हामीले त्यो बनाएर पनि तनहुँ सुर तरबार होइन हो वेटिङ सेटिङ गरेर माथि पनि जाउँ न ताल लाएर चाहिँ माथि त्यो माथि त जानु पर्दैन तनहुँ सुर नली यो चाहिँ के होला है होइन यो घरकै हो के हो जमलपुर भत्केको यो होइन यो जमानाको इट्टा होला है होइन जमानाको यो राजाको पालाको है हेर नि यस्तो पारे होला खै हेर न पुरै के होला है है त्यो खोपेर किलाहरू राखेको थियो होला भन्नाले यस्तो काठहरू काठको त्यो माथि हेर कस्तो आइडिया क्या पहिलाको त्यो एउटा उनी रहेछ कि पुरा राजा ढुङ्गा खोपेर हेर न यो पिल्लर होला कि मतलब के थियो अरे पोखरी यस्तो डाँडोमा पोखरी है म्याट्रिक यार दरबार अनि यति सानो थियो त भने यार यो पुरै यो ग्राउन्डभरिकै थियो होला क्या दरबार पहिला पछि यो भत्केपछि अनि अब बेबारिसे भयो नि त उता यो यिनीहरूले उता हारेपछि त
यस्तो यहाँ त हो यार सम्भवै छैन यहाँ त जित्नलाई त त्यसै लादी खोलामा लादी खोला नाम त्यसै राखेको हुँदैन नि लादी बगेर खोलामा नि लादी खोला नाम राखे अरे टाइम डुबाउने कुरा गरेछन् भने के डुबाउने होइन मालले के अरे कुरा गरेछन् सोलु के भनेछन् के हो रमाइलो छ ठाउँ है यो सब यो माथि सम्झितिरहेको त होला नि होइन घरे चाप सम्झु के त्यहाँदेखि खासै राम्रो त के थिएन नि यसो अलिअलि जमलपुरको भिडियो हान्दिउँ ब्रो के खान्छ के बुझेन मैले जिप लाइन रहेछ यहाँ त बाटो त व्यवस्थित रहेछ नि त तोप त तलै रहेछ सब सल्लाहघारी मात्र है जता पनि सल्लाहघारी यस्तो त ठाउँमा चाहिँ नि यात्रा गरेर सब जता हेऱ्यो नि भिड मात्र कि खत्रै खाँदै कि ठाउँ बसेपछि सकिहाल्यो नि त्यस्तै भने यता कहाँबाट जाने भनेपछि लादी खोला यही माथिबाट लादी निकाल्यो होला माथिबाट होइन है लादी खोलामै उद्योग गरे अरे के त्यहाँ सन्धि गर्ने भनेर उ गरे अरे पृथ्वीनारायण शाहले यहाँ आक्रमण गर्न नसकेर कि यो ठाउँमा अनि अघिल्लो दिनमै गएर अनि बेलुका गएर सब हत्या बाल्ल मुनि लुकाएर भोलिपल्ट सन्धि गर्ने बेला अनि निकालेर युद्ध गरे अरे कि त्यसरी जिते अरे कि तनहुँलाई त्यही हो त त्यही त होला तोप यो त खङखुँदी छ त यार अगाडिको भएको मात्रै होला नि त्यो के हो सेल करायो क्या हो यता त त्यो अगाडिको क्या त्यो जाने हुँदैन गोठालो यस्तो छ तनहुँ सुरु आउने बाटो नि हो तो बुवार माथिको चाहिँ दर होइन के अरे माथि उता माथिको त्यो दरवार भयो यो सिपाहीहरू बस्न होला यो बाटो झर्न त गाह्रो हुन्छ होला यार है झर्न गाह्रो हुन्छ होला यो बाटो त यार ठाडै छ त मैले
वाउ थाक्यो यो के हो यो के हो यो होला केले के पहिला जमारै लाग्दो रहेछ यहाँ त है यस्तो ढुङ्गामा राजा बस्ने ठाउँ अरे यार यहाँ त दुम्सी बस्ला जस्तो यार भन्दा अलि टक्कै मौसम मिलाए बेला आउने हो नि पोखरा सहर सबै देखिन्छ भने होइन के हो कुरो चिन्न सक्नु पर्ने खान्छ यहाँ देखिन्छ होला त्यसै त भनेन नलौ बेलाको बुढाहरूले होइन ओहो बेकार उक्ले जस्तो लाग्यो त यार रेलिङ हालेको चट्ट बनाएको अगाडि त माथि त छैन माथि त माथि यस्तो यो फाँडफुँड गरेर पार्क जस्तो बनाउनु पर्ने कि है हाल न एउटा फोटो यार मेरो त लप्ता छ यो राजाको पालामा पढ्ने स्कुल अरे यो स्कुल त तल हो नि माथि हो कि कहाँ तल हो हो त यो भनिरहेको छु अनि हेर न राजाको पालामा पढ्ने स्कुल क्या 2008 खान्छ अनि यार तिमी यार हेरेर नि थाहा हुन्छ त यसो विचार गर न ढुङ्गा हेर्नु न पहिला तपाईँ ओहो यहाँ चौतारो न्याय नपाए तनहुमा जाने भन्थ्यो यही चौतारो त होला तनहुको यहाँ चाहिँ मुखिया राजा बस्ने होइन यो बेलामा त्यही होला होइन अनि यतापट्टि बसेर यता तल पर्जा राख्ने त यता त मिलेन यार गद्दी चौतारा अरे यो चाहिँ फोटो खिचाउनु जाऊ गद्दीमा बस्नु दरबार त यही जस्तो छ त अनि दरबार छैन यही हो पहिला मान्छे बस्दा रहेछन् घर छैन हो लुगा सुगा छ हेर न यो भूकम्पको घर होला है मन्दिर कालीका मन्दिर होला त्यही होला माथिको ल पुरानो राजाकै पालाको घर त होला यो राजा पनि रहेछ हौ बसिरहेको छ चार हात खुट्टा टेकेर घरको राजा यो त पर्जाहरू बस्ने हो बाबु सब प्रजाहरू बस्न
के यो भुपी शेर्छन् हो कि भुपी शेर्छन् होइन त कस्तो दामी हेर्नु हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगयो बन्दैन देश 2-4 जना सपुत मरेर नगयो अरे तनहुँ राज्यको सेना वंशीय राजाहरू अरे बिरिङ्गी सेन 1610 देखि 1628 भनेपछि त्यहाँ जम्मा 18 वर्ष उसको सुरुको हमवीर सेन अरे 28 देखि 87 लासेन हर कुमार दत्त सेन अरे यो अन्तिममै थियो होला अन्तिम राजा होइन सेन परिवार रहेछ नि त्यहाँको त तनहुँको त बाहिर हेरौँ के छ त बाहिरतिर सानैदेखि छु ज्येष्ठ कवि शिरोमणि लेखनाथ अरे तनहुँको पो होस् कवि शिरोमणि लेखनाथ भनेको भानुभक्त पनि प्रसिद्ध नरमा जसको छ नाउँ पनि मेरो छ बेसी चुदी हो गाउँ त रङ्ग पनि अरे त्यता पारिको बाटो पनि राम्रो रहेछ त है स्नाइपर हान्नुपर्छ त पारी डाँडा बसेर यत्रो नारे यस्तो त्यो पन्छन्थ्यो ए ल है हाम्रो तनहुँको आँसुको विशम्भु प्रसाद अरे तर मैले चाहिँ बुझिनँ त्यहाँ खाली हामी पनि देखिनँ म न चौरे न राजहारले न भात बाजे न विद्याधन सर्वधन प्रधान केही त नि असाध्यै महाबिबी शाह सन्तान थरीका शहीद त कुमार श्रेष्ठ नौसुरटिया त नौ त्यहाँ शहीद त्यहाँ 6 जना शहीदको नाम छ त चिनिँदैन होइन यहाँ छ त नाम फुल चढाउँदो रहेछ यहाँ ल्याएर हो र हाम्रो पुरानो वंशज परेछ नि भनेपछि बाजेको बाजे खड्ग बहादुर गोदार सानो सुत्तिने गर्दा 7 वटा त पुगेको छ उहाँ शब्द त पुगेछ दिवस यार 1 2 डाँडा त घटिन्छ मतलब के 7 डाँडा के ल हेर न यो पनि खत्रै हो नि भने हेर न ढुङ्गा कि घरै घर हो त टपमा के ढुङ्गा छ त्यहाँ त है ऊ हेर्नु न त्यहाँ नदेखि हेर्नु न म होला यो बाटो चाहिँ कहाँ पुग्ने रहेछ खास
यो ऊ होला कि त्यसो भए त यो त मूलबानी होला श्रीराम अङ्कल पनि माने कि रामचन्द्र अङ्कलको पुरानो पहिलाको पहिला यता हो र अन्त चिताउनतिर त्यो त्यहाँ त पनि जोडी बसेर माया टोक्ने दारू सुरुप्पा हान्दैछ नि त अनि सिगराजको साथमा सिगराजको त्यही हो झन्डा नेपालको झन्डा भएको त्यही होइन नेपालको झन्डा भएको मान्छे त आउँदो रहेछ नि यहाँ त है आउँछ नि यहाँ त मान्छे आउँदो रहेछन् बिस्तारै हिँड माल्दै बिस्तारै यत्रो रिङ्गाटो लाग्ने रहेछ पछाडि फर्किँदा त यार त्यो माथि नै रहेछ त अनि हमालले रोका रोका कि त्यहाँ माथि खतरा ठाउँ रहेछ त